हामी लुम्बिनी गेटबाट इन्ट्री भएर यहाँसम्म पुगेका छौँ। आउनु होला, घुम्न राम्रो छ। टुरिस्टहरू पनि आउनु भएको। हामी सफर गरेका छौँ। मेरा फ्यामिली चल्ला-चल्ली, यताको त आमा हुनुहुन्छ, यता छोराछोरी प्रवास इङ्ग्लिसमा बोल भन्दैछ मेरो छोरो। आमा यता हेर्नु न, परस हेर न, मायादेवीको मन्दिर घुम्ने हो। हेर्नु कस्तो राम्रो बगैँचा जस्तो फुल छ, दामी छ। हो त्यो देखेको मायादेवीको मन्दिर हो। मन्दिर भने गुम्बा। यहाँ हामी भित्र प्रवेश गऱ्यौँ। यहाँ विभिन्न थरीको मान्छे आउनु भएको। हामी भित्र इन्ट्री गरेका छौँ। अब यो चाहिँ भगवान बुद्धको जन्म भएको ठाउँ मायादेवी बुद्ध टेम्पल। हामी इन्ट्री गरिसकेका छौँ। आमा हुन्छ अनि प्रे गर्दै हुन्छ सबैजना है। आउनु होला, लुम्बिनी राम्रो छ। เป็นตาบาเป็นเดชะเป็นพลวะปัจจัยให้ข้าพระพุทธเจ้าชนะศัตรูหมู่มารภายในจิตใจและนอกกายให้ประสบความสายัมีพูดผีปีศาจและดาวร้ายขอให้ประสบ अब हामी यहाँभित्र प्रवेश गर्दैछौँ। यहाँ गौतम बुद्ध नहुने उसमा चाहिँ परिक्रमा गरिरहेछ। We can take selfie. Oh yeah, if you want. अनि छोरो हुनुहुन्छ, हामी यस्तरी फोटो भिडियो बनाउँछौँ हैन। लुम्बिनीको हाई, आउनुहोस् लुम्बिनी घुम्न, कति राम्रो छ हैन। अहिलेकै भिडियो यो। हामी यहाँ पुगेका छौँ। फेरि अर्को ठाउँ जानेछौँ। यो गौतम बुद्ध नुहाएको ठाउँ हो। यता ट्रिसहरू ध्यानमा बस्नु भएको, बिच्छुहरू, भगवान बुद्ध बसेर ध्यान गर्नुभएको थियो है। यता हेरौँ त मान्छे धेरै व्यस्त छन् मोबाइलमा। आमा प्रवास गर्नु खेल्दैछन्। अच्छा छ कछुवा, त्यहाँ कछुवा पौडी खेलिरहेछ। कछुवा हो, अर्को कछुवा निस्कियो। कति कछुवा गइहाल्यो। भगवान गौतम बुद्ध हेर्नुहोस् है, मैले सानो क्लिपहरू खिचिरहेको छु। राम्रो हो त। हामी अर्को पुग्दैछौँ। आमा पनि हुन्छ पछाडि। जाँदैछौँ, यहाँ घुम्दैछौँ। अच्छा लुम्बिनी टेपाउँदैछन्। भयो अनि शान्तिको दीप बालेको छ सानो। सक्नुहुन्छ यहाँ। गाइज हामी ठ्याक्कै भगवान बुद्धको शान्ति फैलाउने दीपको अगाडि छौँ। पछाडि हाम्रो पछाडि दीप जलिरहेको छ। विगत लामो धेरै वर्ष अगाडिदेखि चाहिँ त्यो दीप जलिरहेको छ। बुनु थाक्यो। चाइनाको मन्दिर सबै जान्छौँ।
शरणं गच्छामि बोलिसक्यो आउनुहोस् है राम्रो छ घुम्नलाई ल ल त्यहाँबाट देखिन्छ हेर्नु चाहिँ कति राम्रो छ मेन मन्दिर ल्याउनु त यता हेर पुग्नु देखिँदो रहेछ क्या अँध्यारो देखिँदो रहेछ कोठामा बन्द गरिदिन्छु म ल भयो फ्रान्सका बुद्ध मम्मी बुद्ध फ्रान्सका बुद्ध हाम्रो पछाडि फ्रान्स सरकारले बनाएको बौद्धिस्ट मन्दिर बुद्ध मन्दिर पछाडि हाम्रो अर्को टेम्पल आइपुग्यौँ बुद्धको यता अघि मैले खिचेको थिएँ पर टाढाबाट थियो हामी यताबाट आएको हाई भन्नु हाई दादा हाई ड्याडी हाई ल तिनैजना चिसो खाना व्यस्त खाना पनि हेर्न सक्नुहुन्छ यो चाहिँ बन्द रहेछ है यसरी नै देखाएँ अघि हामीले घुमेर आएको ठाउँ उता भयो यताबाट घुमेर आयौँ अब यहाँ जान्छौँ त्यो टेम्पलमा अनि यहाँ स्तूपा रहेछ आमाकी श्रीमती आमा उनकी श्रीमती खै त जापानिज चाइनिज फ्रान्स नेपाल सबै ल सिङ्गापुरको बौद्धिस्ट टेम्पलमा छौँ तिन त फोटो बुनुको छिटो अर्को टेम्पल बुढो अहिले हामी चाहिँ लुम्बिनीको थाइल्यान्ड सरकारले बनाएको बौद्धिस्ट टेम्पलमा छौँ ल बुद्धको आइसकेका छौँ कति राम्रो छ हेर्ने अब मलाई भन्नु कमल फुल फुलेको ल गाइज हामी चाहिँ अहिले लुम्बिनी मन्दिरभित्रको बौद्ध स्तूपा पिस स्तूपा भन्छ विश्व सम्पदा सूचीमा सूचीकृत सन् 1997मा सूचीकृत भएको शान्ति स्तूपाको अगाडि छौँ भिडियो हाई गर लोटसहरू फुलेको छ यहाँ हामी लुम्बिनी बाहिर आइसक्यौँ लुम्बिनी घुमेर लुम्बिनी घुमिसक्यौँ बाहिर निस्किसक्यौँ हामी लुम्बिनी घुमेर सक्यौँ आउनु होला लुम्बिनी घुमेर राम्रो छ धेरै उनीहरूले हामी बसेको होटलमा पुग्यौँ यहाँ होटलमा आउँदा मिठो खाना छ होटलमा पनि ल यताबाट उल्टो देख्नु रहेछ आउनु होला